पुरा गण्डलाई बुझाउनु पर्यो। अनि माग्न चाहिँ के माग्नु भएको थियो नि? सुमन्तर की बाचा उचाल्नु भएको माछा खोजेर ल्याइदेऊ काँचा धेरै चमत्कारी ढुङ्गा राम्ररी तर्नी उत्पन्न गरिदेऊ। नमस्ते मलाई। नमस्ते मङ्गले, कताबाट आइज? ल बस। मेरो त सबै भने जस्तो भयो, तपाईँको नि इच्छा पुरा गरिदिनु के भनेर आएको? होइन के भन्छ यो? के हो यो? इच्छा पुरा गर्ने ढुङ्गा यो हो र? के इच्छा पुरा गर्छ यसले? सबै गर्छ नि, त्यसैले त तपाईँलाई दिउँ भनेर आएको नि। नत्र त कतिजनाले मागेका थिए। ले न त ले, म राख्छु। पैसा लाग्छ नि अलिअलि। कति हो? अब अरूलाई भयो त 20,000 भन्दा 1 पैसा कम दिन्थिनँ। तपाईँ आफ्नै दाइ 10,000 दिनु न। खै एउटा मागेर देखा त, साँच्चै हो रहेछ नि। 10 को 15 दिन्छु ल। माललाई जति बेला पाए त्यति बेला हुन्छ त नि, राति 12 बजे मात्रै हुन्छ। ल ल लैज, फेरि उल्लु बनाएको रहेछ छैन नि। 15 को 30 दिन्छु नि, विचार गर। A few moments later. कति बेला भन्छ त? सुमन्तर की बाचा उचाल्नु भएको माछा खोजेर ल्याइदेऊ काँचा धेरै चमत्कारी ढुङ्गा राम्ररी तर्नी उत्पन्न गरिदेऊ। मङ्गलेले मलाई नराम्रो सन्टो भयो, त्यसलाई भेटौँ न मात्रै। नमस्कार माललाई। निकै तनावमा पो देखिनुहुन्छ, के हो कुरो? तेरीमा बच्चा, तैँले मलाई उल्लु बनाउने? खै निकाल, 30,000 निकाल। आवेशमा नआउनु न माललाई। कुरो के हो पहिला त भन्नु न। तैँले मलाई ढुङ्गा दिएर इच्छा पुरा गर्ने पत्र भनेर बेवकुफ बनाउने? के भयो, भएन र? अझ उल्लु बनाउनु खोजेको मलाई? विधि पुरै पुऱ्याउनु भएन जस्तो छ नि। के विधि हो फेरि? तैँले भने जस्तो गरेकै हो। 12 बजे नै गर्नुभयो नि। 12 नै बजेको थियो। अनि मन्त्र पढ्नु भयो? पढे। ढोका लगाउनु भयो? ढोकान लगाएकै हो, तैँले भने जति सबै गरेको हो। अनि झ्याल नि झ्याल। ओहो, झ्याल त लाइन के अरे, पछि खोलेको नि त। ओहो मङ्गले, झ्याल त लाइन के अरे। हो त्यही भएर अब यसको शक्ति गयो, काम गर्दैन। अनि माग्न चाहिँ के माग्नु भएको थियो नि? सुमन्तर की बाचा उचाल्नु भएको माछा खोजेर ल्याइदेऊ काँचा धेरै चमत्कारी ढुङ्गा राम्ररी तर्नी उत्पन्न गरिदेऊ। भाइ छोड त्यो कुरा, अब भइ त हाल्यो। बरु आज के काम ल्याएको थिइस् त्यो भन्। होइन के को अन्डा हो यो फेरि? अन्डा चाहिँ कुखुराकै हो नि, तर चान्चुने अन्डा चाहिँ होइन है यो। चान्चुने अन्डा होइन अरे, कस्तो खालको अन्डा यो? भोज छ कि छैन भने चेक गर्ने अन्डा यो। कस्तो भूत? यो अन्डा घरको बिचमा राख्ने भने भूत रहिजाने आफै पहिलो हुन्छ। हो र? कहिलेले? मैले पनि यो घर अरूबाटै सस्तोमा किनेको। छिमेकीले नि भन्छन् कहिलेकाहीँ तर्साउँछ भनेर। बुढीले पनि त्यही भन्छ। बुढीकै मनको शान्तिको लागि हो नि, यति त गर्नै पर्ने हो। कहिले
कहाँ 20 रुपियाँ हो त, यो त शक्ति भएको अन्त 2000 हो। ल ल ल ल लैजा, पहिलाको जस्तो त हुँदैन नि। हुन्छ हुन्छ, तपाईँ पिरै नगर्नु न, बरु बिडी चाहिँ पुऱ्याउनु होला। कुरा गण्डलाई 2000 पर्यो। पछि पछि पहिला लागिदिन्छ। हुँदैन।